हेर्नुस् है, मैले 2-4 महिना अगाडि चाहिँ यहाँ कलमी गरेको थिएँ हैन। यो आज खोलेर हेर्नु पर्यो के छ। यो लिचीको बोटमा कलमी गरेको थिएँ। अब यो लिची चाहिँ मन त मया छैन। अब भित्र तपाईको यहाँनिर अवस्था कस्तो छ भन्ने हो। जरा पला चाहिँ छैन। म अहिले तपाईलाई खोलेर देखाउँछु है त। हेर्नुस् है गाइस, म खोल्दै जाँदैछु। कस्तो नमिलेको यार। हेर्नु गाइस, ल्याउनु चरा। यो तपाईलाई काटेर देखाउँछु है त। म काटेरै देखाइदिन्छु तपाईहरुलाई। म काटेर भन्दा नि भाँच्यो यार। ल यो भाँच्यो हैन। यहाँ हेर्नुहोस्, त्योभन्दा माथि चाहिँ हो कलम गरेँ मैले। हेर्नु जरा हो, देख्नु यस्तरी आउँदो रहेछ क्या जरा। यी कलम गर्न धेरै गाह्रो त रहन्छ। यसको अलिअलि सिक्यो भने, यसको आइडियाहरू लियो भने चाहिँ यो मस्त हुँदो रहेछ। ल हेर्नु, यो अलिकति जाने भने यसमा चाहिँ यो कलमी बनाउनलाई के गाह्रो रहन्छ। 2-4 महिना अब पहिले बनाएर छोडेको। अनि यहाँ पुरै जरा आएर यस्तो छ। अब यो यसलाई खनेर रोप्ने हो। अब ल हेर्नुहोस्, अब यो यसलाई यसरी चाहिँ रोप्नुपर्छ। भोलि पछि फलेको तपाईँहरूलाई देखाउँला। अब काट्दिउँ।